बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला रसूलिल्लाह अम्मा बाद। आजको रमजान महिनासँग सम्बन्धित पाठहरूको श्रृङ्खला मध्ये आजको जुन विषय रहेको छ त्यो विषय हो ईदैन भन्नाले दुईवटै ईदको नमाजको विधि। ईदैन दुईवटै ईद जुन इस्लाममा वैध छ, ईद उल फित्र र ईद उल अजहा दुवै ईदको नमाजको विशेष विधि के रहेको छ भन्ने त्यसको विषयमा चर्चा हुनेछ। ईदैनको नमाज दुवै ईद, यो प्रश्न दिमागमा राख्नुपर्छ कि यी रमजान महिनाको अन्तिम दिनको सूर्यास्त हुनदेखि ईदको नमाज पढ्नुन्जेलसम्म तकबीर भन्नु यो सुन्नत हो। तकबीर भन्नु, तकबीरका शब्दहरू अल्लाहु अक्बर, ला इलाहा इल्लल्लाह, अल्लाहु अक्बर वलिल्लाहिल हम्द र यसबाहेक पनि शब्दहरू छन्, तर यी शब्दहरू तकबीरका शब्द हुन्। यो तकबीर पढ्ने गर्नुपर्छ। ईदको रमजान महिनाको अन्तिम दिनको सूर्यास्त भइसकेपछि पढ्नु यो सुन्नत हो। कतिखेरसम्म? ईदको नमाज नपढ्नुन्जेलसम्म। यसै गरी ईद उल अजहामा पनि ईदको दिन बिहान बरु जुलहिज्जाको चन्द्रमा देखा परिसकेपछि जता त्यतै अथवा जतिसुकै बेला पढ्न सकिन्छ र विशेष रूपले ईद उल अजहाको दिन फजरको सलाह पछिदेखि ईदको नमाज पढ्नुन्जेलसम्म तकबीर भन्नु यो सुन्नत हो। विशेष रूपले तकबीर भन्नुपर्ने हुन्छ। अब यो दुईटै ईदको नमाज यो चाहिँ बिना अजान र बिना अकामतको दुईटै नमाज पढिन्छ र यसै गरी यो दुवै नमाज ईद उल फित्र र ईद उल अजहा दुवैमा दुई रकात नमाज जुन ईदको पढिन्छ त्यो भन्दा पहिले वा त्यसभन्दा पछि, अघि वा पछि सुन्नत नमाज छैन, नफिल नमाज पढ्नु छैन। बिना अजान बिना अकामतको र यसै गरी बिना कुनै सुन्नतको मात्र ईदगाहमा दुई रकात नमाज पढ्न सकिन्छ। तर यदि ईदको नमाज मस्जिदमा पनि पढ्नु जायज छ कुनै बाध्यताले गर्दा, र ईदको नमाज यदि मस्जिदमा पढ्न थाल्यो भने तहियतुल मस्जिदको नियतले यदि कोही मस्जिदमा गयो, ईदको नमाजको दिन समय छ, तहियतुल मस्जिदको नियतले पढ्न चाहे भने पढ्न पाउँछ। तर ईदको नमाजको दिन ईदको नमाज भन्दा पहिले सुन्नत मानेर पढ्नु मनाही छ, पढ्नु हुँदैन। किनकि पढियो भने बिदअत हुन्छ। किनकि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम को हदीस, इब्न अब्बास रदियल्लाहु ताला अन्हुमा को हदीस छ कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम ईद उल फित्रको दिन ईदगाहतिर निस्किनु भयो अनि दुई रकात नमाज पढ्नु भयो। दुई रकात नमाज भन्दा पहिले कुनै सुन्नत वा पछि कुनै सुन्नत पढ्नु भएन, मात्र दुई रकात नमाज पढेर फर्किहाल्नु भयो। यसै गरी अब त्यसको विधिको विषयमा कि इमामले विधि यो रहेको छ कि इमामले तकबीर तहरीमा भनेर अल्लाहु अक्बर भनेर जुन पहिलो चोटि तकबीर तहरीमा जसलाई भनिन्छ त्यसलाई अल्लाहु अक्बर भन्नेलाई तकबीर तहरीमा भनिन्छ। भन्नाले जुन तकबीर भन्नाले नमाजको लाई थालिन्छ, नमाजमा प्रवेश गरिन्छ, त्यसलाई तकबीर तहरीमा भनिन्छ। सुरुको तकबीर भन्नेलाई अल्लाहु अक्बर भन्नेलाई। तकबीर तहरीमा पछि इमामले दुआ इस्तिफ्ताह पढ्नेछ। दुआ इस्तिफ्ताह भनेको सुब्हानकल्लाहुम्मा व बिहम्दिका, यो पुरै पढेर त्यसपछि फेरि 7 चोटि अल्लाहु अक्बर तकबीर बढी तकबीर भन्नुपर्ने हुन्छ। ईदैनको नमाजमा पहिलो रकातमा ध्यानमा राख्नु, पहिलो तकबीर तहरीमा पछि इमामले तकबीर तहरीमा पछि दुआ इस्तिफ्ताह सुब्हानकल्लाहुम्मा पढ्नेछ र त्यसपछि फेरि 7 चोटि अल्लाहु अक्बर ठुलो स्वरले निरन्तरता साथ अल्लाहु अक्बर 7 चोटि भन्नुपर्छ। र इमामले भनेपछि त्यसपछि उहाँले सुरा फातिहा औजुबिल्लाह पढेर त्यसपछि बिस्मिल्लाह भनेर सुरा फातिहा पढ्न थाल्नुहुन्छ। अनि मुक्तदीले उहाँले यो सबै कुरो ठुलो स्वरले गर्यो। मुक्तदीले
पनि मसिनो स्वरले इमामको पछाडि साथसाथै तकबीर तहरिमा पछि दुआ इस्तिफ्ताह पढ्नेछ मसिनो स्वरले। र यसै गरी फेरि इमामले तकबीर तहरिमा 7 चोटि बढी तकबीर भन्दाखेरि तकबीर जायदा जसलाई भनिन्छ, मुक्तदीले पनि मसिनो स्वरले, इमामले ठुलो स्वरले भन्ने गर्छन्। मुक्तदीले पनि उहाँको पछाडि मसिनो स्वरले भन्नुपर्छ भन्दै जाने। अनि त्यसपछि जब 7 चोटि भइहाल्छ भने औजुबिल्ला र बिस्मिल्ला पढेर सुरा फातिहा इमामले पढ्न थाल्छन्। मुक्तदीले उहाँले ठुलो स्वरले अनि मुक्तदीले इमामको पछाडि पढ्नेले मसिनो स्वरले सुरा फातिहा पढ्नु पर्छ। सुरा फातिहा बिना पढिकन कुनै पनि सलाह हुँदैन। त्यसले गर्दा सुरा फातिहा हरेक रकातमा हरेक नमाजमा पढ्नु अनिवार्य छ। इमामले सुरा फातिहा पढिसकेपछि कुनै अन्य सुराहरू पढ्नुहुन्छ र मुक्तदीले चुप्प लागि त्यो पढ्ने सुरा सुन्नुपर्छ मात्रै हो। तर इमामले यदि सुरा आला सब्बिहिस्मा रब्बिकल आला पहिलो रकातमा, दोस्रो रकातमा सुरा गाशिया हल अताका हदीथुल गाशिया पढ्नुभयो भने यो उत्तम हो, सुन्नत हो। नत्र यसबाहेक अन्य कुनै पनि सुरा उहाँलाई पढ्नु मिल्छ। तर मुक्तदीले कुनै सुरा अर्को सुरा फातिहा बाहेक अर्को कुनै सुरा पढ्नु हुँदैन। त्यसपछि रुकु गर्नुहुन्छ इमामले पनि साथसाथै मुक्तदीले पनि गर्नुपर्छ। त्यसपछि सजदा भन्नाले दोस्रो सजदा गरिसकेपछि पहिलो रकात टुङ्गिन्छ अनि दोस्रो रकातको लागि उभिहाल्ने इमामले उभिहाल्नु पर्छ। इमामले उभिहालेपछि फेरि राम्रोसँग कियामको अवस्थामा भइसकेपछि, उभिएको अवस्थामा भइसकेपछि फेरि 5 चोटि तकबीर अल्लाहु अक्बर निरन्तरता साथ अल्लाहु अक्बर अल्लाहु अक्बर अल्लाहु अक्बर भन्ने 5 चोटि भन्नुपर्छ, गर्नुपर्छ। र इमामले ठुलो स्वरले, पछि पढ्ने मुक्तदीले मसिनो स्वरले भन्नुपर्छ। र त्यो सिद्धिएपछि बिस्मिल्ला भनेर फेरि 5 चोटि भइसकेपछि बिस्मिल्ला भनेर सुरा फातिहा पढ्नुपर्छ। सुरा फातिहा पछि फेरि र मुक्तदीले मसिनो स्वरले, इमामले ठुलो स्वरले पढ्नुहुन्छ सुरा फातिहा। र फेरि सुरा फातिहा पछि अन्य कुनै सुरा कुरानको वा दोस्रो रकात भएको हुनाले सुन्नतको तरिकाले सुरा गाशिया पढ्नु चाहिँ उत्तम र राम्रो छ सुन्नतको पालनामा। तर मुक्तदीले कुनै अन्य सुरा फातिहा बाहेक कुनै अन्य सुरा पढ्नु हुँदैन। त्यसपछि फेरि रुकु गर्ने, इमाम साथसाथै सजदा गर्ने र सजदा गरिसकेपछि बस्ने अनि बस्दाखेरि तशहुद पढ्ने, तशहुद पछि दरुद, दरुद पछि अन्य दुआहरू जुन इमामले पढ्नुहुन्छ यदि पढ्नुहुन्छ सुन्नतबाट प्रमाणित दुआहरू, हदिसबाट प्रमाणित दुआहरू पढ्न सकिन्छ। नत्र इमामले सलाम फेर्नुहुन्छ अनि मुक्तदीले पनि यो सबै कुरा पढ्ने मसिनो स्वरले आफ्नो मनमा जसो अरू नमाजमा पढिन्छ र इमामसँगै सलाम फेर्दिने। इमामले सलाम फेरेपछि मुक्तदीले पनि दाहिनेपट्टि त्यसपछि देब्रेपट्टि सलाम फेरिहाल्ने। त्यसपछि यो नमाज अब सकियो। ईदको नमाज यही टुङ्गिन्छ। यही हो नमाज, ईदको नमाजको विधि। र त्यसपछि साथसाथै अब ईदको नमाज हुनाले गर्दा इमामले खुतबाको लागि उभिनुहुन्छ, खुतबा दिन थाल्नुहुन्छ र मुक्तदीले खुतबा सुन्नु, बसेर त्यहाँ ईदको नमाज पढिसकेपछि खुतबा बसेर सुन्नु यो उत्तम हो, सुन्नत हो, अफजल हो। तर अनिवार्य होइन। जुमाको खुतबा जस्तै बस्नु अनिवार्य, ईदको खुतबामा बस्नु होइन। त्यसै गरी जुमाको नमाजमा खुतबा पहिले दिइन्छ, तर यो ईदको नमाजमा खुतबा ईदको नमाज पढिसकेपछि दिइन्छ। त्यसले गर्दा ईदको नमाज पढिसकेपछि खुतबा सुन्नु यो उत्तम हो, अनिवार्य होइन। सुन्नुहुन्छ, सुन्नेले बस्नेले पुण्य पाउँछ। र यदि कोही निस्किहाल्यो आफ्नो आवश्यकता अनुसार, त्यसको कुनै आवश्यकता परेको छ निस्किहाल्यो भने त्यसलाई पनि कुनै किसिमको पाप र गुनाह हुँदैन। अल्लाह हामी सबैलाई नबी सल्लल्लाहु अलैहि वसल्लमले देखाएको तरिका अनुसार, बताएको तरिका अनुसार, निर्देशन अनुसार हामी सबैलाई हरेक उपासना गर्ने साहस देउन् र नबी सल्लल्लाहु अलैहि वसल्लमले दिएको शिक्षा दीक्षा प्रति हामीलाई ज्ञान देउन्। आमीन। वस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू।